कता कता चन्द्र ढकालले मुकुम्लुङको केबल कार प्रोजेक्टबाट हात निकाल्ने कुरा अनौपचारिक रूपमा मैले सुनिराखेको छु र म चाहिँ अचम्म पनि मान्दिनँ। किनभने मलाई एक दुईचोटि पहिला पनि भनेको थिएँ, सायद चन्द्र ढकाललाई लिम्बुवान क्षेत्रबाट घुँडा टेकाउँछ र यदि उसलाई घुँडा टेकाए पनि त्यो मलाई त्यत्रो ठुलो कुरो लाग्दैन। किनभने हाम्रो लिम्बुवान र नेपालमै विकास किन हुन सक्दैन त भन्दाखेरि सबै नेपालीको एउटा मनस्थिति नै विकासतिर अगाडि छैन। यदि विकासतिर अगाडि बढेको भए त यस्तो सयौं हजारौं वर्षमा आइपुग्दाखेरि विकास हुनु पर्थ्यो नि त। भनिन्छ नि, यात्रा जति नै टाढो किन नहोस् एक दिन न एक दिन पुगिन्छ। तर यात्रा अपोजिट डाइरेक्सनमा छ भने कहिले पनि पुगिँदैन। हाम्रो नेपालीको सोचाइ र लिम्बुवानी जनताको सोचाइ विकासको ठिक उल्टोतिर छ। विकासको बाटोमा त्यो खालको विचार, त्यो खालको थट्स, विकासतिर जाने खालको मनस्थिति नै छैन। उहाँहरूलाई त पहिचानको कुरा गरिदिए पुग्छ। पहिचान कसरी बन्छ त्यो बुझ्नुभन्दा पनि पहिचान खोज्नुपर्छ, पहिचानको लागि लड्नुपर्छ, पहिचानको लागि विकास हुनुहुन्न, यो भन्यो भने सायद उहाँहरू राजी हुनुहुन्छ। त्यसले गर्दाखेरि यदि मुकुम्लुङमा केबल कार बनेन भने पनि तपाईँ हामीले अचम्म मान्नु पर्दैन। यो केबल कार मात्रै होइन, लिम्बुवानमा कुनै पनि ठुलो प्रोजेक्टहरू आयो भने तिनीहरूलाई पनि बनाउन दिँदैन। किनभने मैले भनिराखेको छु बारम्बार, हाम्रो मेन्टालिटी नै विकासतिर छँदै छैन। हाम्रो मेन्टालिटी भनेको अविकासतिर, विकासको ठिक उल्टोतिर हामी कुदिराखेका छौँ र कुदिरहनेछौँ। अनि नेपालको विकास भएन, हुँदैन। बरु त्यहाँको युवाहरू विदेश जाने हो, त्यहाँको युवाहरू सहरतिर झर्ने हो, अरूको भाषा सिक्ने हो, अरूको धर्म अँगाल्ने हो, विदेश जाने हो। त्यसले बरु हामीले हाम्रो परिवारसम्म पाल्न सकौँला। तर यदि गाउँमै बसेर मेरो पहिचान, मेरो धर्म, मेरो जात भन्दै जति विकास आउँछ त्यसले रोक्दै बस्ने हो भने भोलि पर्सि त्यहाँका जनताहरू भोकमरीमा पर्न सक्छन्। यो दिन पनि आउन सक्दैन भन्न सकिँदैन। त्यसले गर्दाखेरि फेरि पनि म जाँदा जाँदै के भन्न चाहन्छु भने हाम्रो लिम्बुवानी जनताको र नेपाली जनताको हाम्रो गराइ बोलाइ सोचाइ विकासतिर छैन, विकासको ठिक उल्टोतिर छ। जबसम्म हाम्रो सोचाइ फर्किँदैन तबसम्म कुनै पनि मुकुम्लुङको केबल कार मात्रै होइन, कुनै पनि प्रोजेक्टहरू गर्न नेपालमा धेरै गाह्रो छ। नेपालमा धनीहरू पनि छन्। धनीहरूले किन नेपालमा लगानी गर्दैन? किनभने बाधा अर्चनहरू धेरै छन्। सहायता, सहयोग, प्रोत्साहनभन्दा बढी निरुत्साहित गर्छन्। त्यसले गर्दाखेरि इभन अहिलेको प्रधानमन्त्री केपी बाले पनि नेपालमा लगानी गर्नुभन्दा उसले पनि विदेशमा लगानी गर्छ। जोसँग पैसा छ, सम्पत्ति छ, उनीहरूले पनि नेपालमा लगानी गर्दैन। किनभने उनीहरूले राम्रो थाहा छ नेपालीहरूको मनस्थिति, चिन्तन विकासतिर छैन। विनोद चौधरी नेपालको सबैभन्दा धनी मान्छे र सेकेन्ड धनी मान्छे शेष गले, उनीहरूले नेपालमा लगानी गरेका छन्? छैनन् नि। उनीहरूको पनि सबैभन्दा ठुलो इन्कम, आम्दानी कम्पनीहरू बाहिर नै छन्। यहीँबाट स्पष्ट हुन्छ हामी नेपालीहरूको हाम्रो चिन्तन, हाम्रो सोचाइ, हाम्रो बुझाइ राइट डाइरेक्सनमा छ कि छैन भनेर हामीले यहीँबाट स्पष्ट बुझ्न सकिन्छ। नेपालको 10 जना धनी मान्छेहरूले नेपालमा कहाँ लगानी गरेका छन्? नेपालको 10 जना टप धनी मान्छेहरूले उनीहरूको सम्पत्तिहरू बाहिर नै राखेका छन्।
बाहिर नै लगानी गरेछ। किन भनेदेखि उनीहरूले त पैसा बुझ्याछ, उनीहरूले त सम्पत्ति बुझ्याछ, उनीहरूले त पैसाले पैसा तान्छ भन्ने बुझ्याछ, विकास कसरी हुन्छ भन्ने बुझ्याछ। नेपालमा गऱ्यो भने उनीहरूको डुब्छ, उनीहरूले डुबाउँछ। त्यही भएर उनीहरूले पनि नेपालमा लगानी गर्दैन। अफकोर्स यो मेरो व्यक्तिगत मत हो। हजुरहरूको प्रतिक्रिया सुन्नको लागि म आतुर छु। धन्यवाद। थ्याङ्क यू सो मच।